घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो। के बालन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिरहरण गरेर बालन तन्त्र स्थापना गर्न खोजिएको हो सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्। यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ। त्यति मात्र होइन, नित्यता कार्यक्रमको बेलामा प्रधानमन्त्री यहाँ उपस्थित हुनु भएन। हामीले भन्यौँ नित्यता कार्यक्रममा प्रधानमन्त्री यहाँ उपस्थित हुनु पर्यो भन्यौँ, त्यो बेला चाहिँ कुरा गर्यो। प्रतिनिधि सभा नियमावलीको 38 को 1 को कुरा उठायो। हामीले ठिक छ भन्यौँ, जिम्मेवार बन्यौँ। तर पटक पटक प्रतिनिधि सभाको नियमावली 56(1) ले प्रधानमन्त्री यो चाहिँ प्रत्येक महिनाको चाहिँ अन्तिम साता पहिलो साताभित्र चाहिँ यहाँ चाहिँ प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भन्ने कुरा व्यवस्था गरेको छ। त्यसै गरी प्रतिनिधि सभा नियमावलीको 15(2) ले पनि त्यही व्यवस्था गरेको छ कि प्रधानमन्त्री आज प्रधानमन्त्री मात्रै हुनुहुन्न, गृहमन्त्री पनि हुनुहुन्छ, अन्य मन्त्रालयको पनि जिम्मेवारी छ। आकस्मिक समयमा, विशेष समयमा, शून्य समयमा यहाँ राष्ट्रिय महत्त्वका गम्भीर प्रश्नहरू सिर्जना भएका छन्। सत्ता पक्षका मान्यजीहरूले पनि प्रश्न गर्नुभएको छ, विपक्षका मान्यजीहरूले पनि प्रश्न गर्नुभएको छ। आपद विपदका प्रश्नहरू छन्, तत्काल जवाब दिनुपर्ने, तत्काल रेस्पोन्स गर्नुपर्ने प्रश्नहरू छन्। तर यो सबै कुरामा अनदेखा भएको छ। त्यस कारणले प्रधानमन्त्रीले यो सदनमा आउनु पर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ रेस्पोन्स गर्न खोजिरहनु भएको छ, खोपीको देउता बन्दै हुनुहुन्छ। म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु के प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? के बालन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिरहरण गरेर बालन तन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिरहरण गरेर कुनै बालन तन्त्र स्थापना गर्न खोजिएको? आज यी प्रश्नहरू गम्भीर रूपमा उठिरहेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ। हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कारबाही अगाडि बढ्न सक्दैन। म त्यो भन्न चाहन्छु।